गुँद पाक, सुत्केरी मसला, सुत्केरी औषधि बिना तेल बिना घिउ वर्षौंसम्म राखेर खान मिल्ने गरी आज म हजुरहरूलाई 3 तरिकामा बनाएर सेयर गर्दैछु। प्लिज भिडियोलाई जति सक्दो सेयर गरेर सबै सामु पुर्याइदिनु होला। सुत्केरी अवस्थामा लगाएको गुण कहिले पनि बिर्सिने छैन अनि धर्म पनि हुनेछ। सुत्केरी मसला बनाउन नजान्नेहरूको लागि वरदान समान हुन्छ। सुरुमा म सामानहरू के लिन्छु हजुरहरूलाई प्रष्ट बुझाउनेछु। पहिलो रहेको छ यो गुँद, त्यसैगरी अब हामीलाई चाहिन्छ सखर। यो चाहिँ कोरेको नरिवल हो। अरू मसलाहरूमा रहेको छ नेपाली सोप, मेथी, चम्सुरको दाना, अलौँची, यसलाई कालो जिरा पनि भन्छन्, ज्वानो, सोप चाहिँ देशी सोप हो। सामान चिन्नको लागि नजिकैबाट पनि देखाउँछु, ल हेर्नुहोस् त। अब अर्को सामानमा लिएकी छु आलस, तिल, सनफ्लावर सिड्स र अलिकति सिलाम पनि लिएकी छु। अब ड्राई नट्सहरूमा छोकडा, किसमिस, पम्पकिन सिड्स, पेस्ता, मखना लिएकी छु भने गरम मसलामा सुकुमेल, अलैँची, ल्वाङ। अब अर्को इम्पोर्टेन्ट ठुलो औषधि पाखनबेद, बुढी औषधि मार्केटमा सजिलैसँग मिल्छ। जायफल, दालचिनी र मरिच पनि लिएकी छु। यिनीहरूको मात्रा आफ्नो आवश्यकता अनुसार इच्छा अनुसार राख्नु होला। पेस्ता, हाडे बदाम, अब यो नेपाली बदाम अनि ओखरलाई पनि राख्नु होला। अघि नै भनिसकेकी छु यिनीहरूको मात्रा चाहिँ आफ्नो इच्छा अनुसार राख्ने। त्यसै गरी घिउ एकदमै इम्पोर्टेन्ट हुन्छ। बिना घिउ पनि मैले आज हजुरहरूलाई बनाएर देखाउने छु, त्यसैले गर्दा 3 तरिकामा बनाउँछु। हिट अन गरेर कराई बसालिसकेपछि मैले कालो जिरा, नेपाली सुप, देशी सुप, ज्वानो, मेथी, चम्सुर यसैमा राखेर एकदमै लो हिटमा यसलाई चाहिँ कुनै पनि सामानहरू अलिकति पनि नडढोस्, काँचो पनि नरहोस्, रातो हुने गरी भुट्छु। हेर्नुहोस् त, यतिको भुटिसकेपछि यो मसलाहरूलाई सेलाउनको लागि एउटा प्लेटमा निकाल्ने। अब यो मसला पिस्नको लागि यता सेलाउँदै गर्दा क्रमशः अरू सामग्रीहरू पनि म भुटेर हजुरहरूलाई देखाउने छु। त्यसै गरी यो गरम मसलाहरू लिएकी छु। यो ठुलो ओखती, पाखनबेद चाहिँ हजुरहरूले मार्केटमा सजिलैसँग अर्डर गर्न पनि सक्नुहुन्छ अनि मार्केटमै गएर आफूले छानेर पढेर पनि लिएर आउन सक्नुहुन्छ। यो मैले नेपाली स्टोरबाट लिएर आएकी हुँ। यसले सुत्केरीहरूको लागि एकदमै राम्रो औषधि जिउ बाँध्ने काम गर्छ। अब चाहिँ म यो हाडे बदाम, काजु, ओखर, नेपाली बदामलाई राखेर मजासँग पाक्ने गरी नै लो हिटमा भुट्छु। सुत्केरी औषधि, सुत्केरी मसला, गुँद पाक बनाउन एकदमै सजिलो पनि छ, एकदमै गाह्रो पनि छ। गाह्रो यस अर्थमा छ यो बनाउँदा ध्यान दिएन भने चाहिँ एकदमै राम्रो पर्फेक्ट बन्दैन। उसै भनेको होइन नि त, सुत्केरी औषधि भनेर औषधि त एकदमै पर्फेक्ट बनाउनु पर्यो नि। यिनीहरूलाई नि मैले भुटेर सेलाउनको लागि निकालिसकेकी छु। अब भुट्छु पम्पकिन सिड्स, किसमिस, मखना अनि छोकडा र पेस्ता। यिनीहरूलाई पनि मैले एकैपटक लो हिटमा भुटेकी छु। आफूलाई एकदमै हतार लाग्छ भने चाहिँ यो सबै सामग्रीहरू छुट्टै भुट्न पनि सकिन्छ, किनभने सानो र ठुलो दानाहरूको ब्यालेन्स मिलेन भने, जानेन भने चाहिँ डढ्छ। ल हेर्नुहोस् त, मैले अलिकति पनि डढाएकी छैन, सबै पकाएकी पनि छु। अब आलस, सिलाम, तिलको पालो आएको छ। यिनीहरूलाई पनि लो हिटमा म बिस्तार एकैपटक भुट्छु। सिलामले चाहिँ जिउ दुखेको एकदमै छिटो निको पार्छ। यिनीहरू पनि मैले भुटेर निकालिसकेँ। अब पालो आएको छ यो कोरेको नरिवलको। अब यसलाई पनि म सुक्खा नै 2-3 मिनटसम्म लो हिटमा नै भुट्छु, ताकि यसको कलर चाहिँ यतिको चेन्ज हुन्छ। यो फुर्र परेको भइसकेपछि यसलाई पनि सेलाउन निकाल्ने। अब अन्त्यमा बाँकी रहेको छ मेन औषधि गुँदको। यो गुँदलाई म हजुरहरूलाई ओभानै भुटेर देखाउँछु सुरुमा भने, पछि चाहिँ घिउमा राखेर भुटेर पनि देखाउँछु। जति पनि मैले यति बेलासम्म सबै सामग्रीहरू भुटेँ, हजुरहरूले त्यो सबै घिउमा भुट्न पनि सक्नुहुन्छ। हजुरहरूले आफ्नो शरीर अनुसार ढुङ्गो खाए पनि पचाउने, माटो खाए पनि पचाउने बलियो शरीर छ भने चाहिँ घिउमा नै भुटेको राम्रो। यदि आजभोलि त सुगर, प्रेसर, ग्यास्ट्रिक विभिन्न रोगले सताएको हुनुहुन्छ भने चाहिँ मैले जस्तै ओभानै बिना तेल बिना घिउ लो हिटमा भुटेर पनि तयार गर्न सक्नुहुन्छ। सुत्केरी औषधि यस्तो चिज हो, मान्छे नै पछि, घरै पछि, ठाउँ पछि फरक तरिकाले बनाइन्छ। अब यो ओभानै फ्राई गरेको गुँदलाई पनि हातमा माडेर हेर्दा यसरी माडियो भने यो एकदमै राम्रोसँग भुटिएको छ, अलिकति पनि डढेको पनि छैन। ल हेर्नुहोस् त कति पर्फेक्ट बनेको छ। अब म हजुरहरूलाई घिउमा भुटेर पनि देखाउँदैछु। मैले अघि नै भनिसकेँ यो सबै आफ्नो इच्छा अनुसार हो र आफ्नो शरीर अनुसार पनि हो। स्वाद त सबैलाई मिठो नै खान मन लाग्छ, तर शरीर अनुसार औषधि बनाउनु होला। र मैले भिडियोमा प्रष्ट विभिन्न अप्सनहरू पनि दिएकी छु। घिउमा राखिसकेपछि चाहिँ यो लगभग 30 सेकेन्डमा नै मजासँग फुर्र फुरिहाल्छ। घिउ तेल खान हुँदैन भने सुरुमा ओभानै भुटेको जसै गरी भुट्नु होला। र हेर्नुहोस् त, मैले घिउमा फ्राई गरेर पनि भ्याइसकेकी छु।
अब यो सबै सामग्रीहरू चाहिँ राम्रोसँग सेलाइसकेको हुनुपर्छ। अनि यसमा यो कोरेको नरिवल, गुँद, सक्खर बाहेक सबै सामग्रीहरूलाई चाहिँ म मजासँग पिस्छु। हेर्नुहोस् त मैले पहिलो मसला पिँधेर पनि भ्याइसकेँ। अब यो मिक्सर छैन भने त लोरो सिलौटोमा पिन्दा पनि हुन्छ, तर त्यो सबै आफ्नै इच्छाअनुसार हुन्छ। अनि हजुरहरूलाई कतिको मसिनो बनाएको मनपर्छ, कतिको खस्रो बनाएको मनपर्छ। यो सुत्केरी औषधि चाहिँ खस्रो पनि बनाइन्छ, मसिनो पनि बनाइन्छ। ठुलो ओखती, जाइफल, पाखनबेत, यसलाई चाहिँ म सुरुमा यो खलमा कुटेर मात्र मिक्सरमा राखेर पिन्छु, किनभने सिधै पिन्दा चाहिँ यो मिक्सर बिग्रिन सक्छ। त्यसैले गर्दा हजुरहरूले पनि सकेसम्म चाहिँ फोरेर मात्र मिक्सरमा पिन्नु होला। अब यो भुटेको नरिवल पनि यसैमा राख्ने, त्यसै गरी भुटेको गुँद पनि यसैमा राख्ने। यो गुँद चाहिँ मैले अघि नै भनिसकेकी छु, आफ्नो इच्छाअनुसार घिउमा भुटेनी हुन्छ, सुक्खा भुट्दा पनि हुन्छ। अब तयार गर्दैछु मैले सुरुमा धुलो ओबानो औषधि, यो 1 नम्बरको। यसमा हजुरहरूले मिश्रीलाई पिँधेर मजासँग मलेर बलियो बिर्को गरेको बट्टामा राख्नु भयो भने 1 वर्षसम्म खान सक्नुहुन्छ। हजुरहरूले यसलाई मनतातो पानी, मनतातो दुधमा पकाएर ओबानै जसरी बनाएर खानुभयो भने पनि हुन्छ। यो औषधि यति हेल्दी हुन्छ, हजुरहरूले बनाउन टाइम छैन, घरिघरि बनाउन सक्नुहुन्न। सुत्केरी भइसकेपछि बच्चा पनि हेर्नुपर्ने हुन्छ, घर हेर्नुपर्ने हुन्छ, आफूलाई हेर्नुपर्ने हुन्छ। त्यसैले गर्दा हजुरहरूले निकै बनाएर बलियो बिर्को गरेको भाँडोमा राख्नुभयो भने ढुक्कसँग 1 वर्षसम्म आफूले चाहेको खण्डमा बनाएर खान सक्नुहुन्छ। र तातो दुधमा उमालेर खान त धेरै बेर लाग्दैन नि। सुत्केरी आमाहरूले सबैभन्दा पहिला आफूले आफूलाई पनि माया गर्नुहोस्। जब हजुर बलियो हुनुहुन्छ तब बच्चाहरूलाई पनि राम्रोसँग केयर गर्न सक्नुहुन्छ। मेरो बोली हजुरहरूलाई रुखो तितो लाग्यो भने चाहिँ मनैदेखि माफी माग्न चाहन्छु। अहिले औषधि रेडी भयो, साइडमा राखेँ। अब म गुँद पाक बनाउनतर्फ लाग्दैछु। गुँद पाक बनाउनको लागि मैले एउटा कराईमा पानी तताएँ। पानी तात्दै गर्छ, यसमा मैले सक्खर राखेँ। हजुरहरूले आफ्नो इच्छाअनुसार कतिको धेरै थोरै बनाउने हो त्यो अनुसार सक्खर राख्नु होला। गुँद पाक धेरै बनाउँदै हुनुहुन्छ भने धेरै सक्खर राख्नु होला, अनि थोरै बनाउँदै हुनुहुन्छ भने ठिक्क राख्नु होला। त्यो सबै आफ्नो इच्छाअनुसार हुन्छ। यो सक्खरलाई मजासँग पकाउने। यो सक्खरलाई जति राम्रोसँग पकायो गुँद पाक चाहिँ त्यति लामो समयसम्म बिग्रिँदैन। जब सक्खर चाहिँ यतिको पाक्छ, धारो छुट्न थाल्छ, अनि 1 ठुलो चम्चा घिउ राख्ने। अब यदि हजुरहरूलाई घिउ खानै हुँदैन, छुनै हुँदैन भने चाहिँ नराख्नु होला। जब यो सक्खर यतिको पाकेर आँखा तर्न थाल्छ अनि अघि रेडी गरेको यो सबै मसलाहरूलाई हजुरहरूले आफ्नो इच्छाअनुसार राख्नु होला। बाक्लो गुँद पाक मनपर्छ भने अलि निकै राख्नु होला, तर गुँद पाक बाक्लो नै हुन्छ। अनि सक्खरको मात्रा अनुसार राखेर हिट अफ गरिदिनुहोस्, किनभने यो सामग्रीहरू अलरेडी राम्रोसँग मैले रोस्ट गरिसकेर लिएकी छु अनि मजासँग पिसेकी पनि छु। त्यही तातो चुलोमा राखेर यो औषधिलाई मजासँग ढिँडो मस्काए जसरी मस्काउने। यो सक्खरमा राम्रोसँग मलियो भने चाहिँ औषधि हत्तपत्त बिग्रिँदा पनि बिग्रिँदैन। ल हेर्नुहोस् त, यो औषधि हेर्दा हेर्दै कति मुलायम भइसकेको छ। यो गुँद पाकलाई हजुरहरूले ढुक्कसँग 1 वर्षसम्म खान सक्नुहुन्छ। यो 2 वर्षसम्म बिग्रिन त बिग्रिँदैन, तर पनि स्वादमा फरक आउन सक्छ। त्यसैले गर्दा 1 वर्षसम्म चाहिँ केही पनि हुँदैन। अब म एउटा भाँडोमा भर्दैछु। हजुरहरूले मनतातो भएपछि प्लास्टिकको बट्टामा पनि भरेर राख्न सक्नुहुन्छ। पसलमा चाहिँ त्यसैमा पाइन्छ, मैले चाहिँ सिसाको लिएकी छु। माथिबाट यो अघि फ्राई गरेको गुँदलाई राखिदिने। अलिअलि नट्स पनि राख्दा हुन्छ। यो 2 नम्बरको औषधि गुँद पाक पनि हेर्नुहोस् त कति पर्फेक्ट बनेको। आजको रेसिपी हजुरहरूलाई कस्तो लाग्यो प्लिज भन्न नभुल्नुहोस्। मैले एकदमै मेहनत गरेर हजुरहरूको लागि हेल्पफुल होस् भनेर बनाएकी छु। प्लिज भिडियोलाई सेयर गरिदिनु होला। यहाँहरूको माया, साथ र सपोर्टको मलाई धेरै नै खाँचो छ। अब तेस्रो नम्बरको औषधिमा मैले एउटा कराईमा आवश्यकता अनुसार दुध राख्छु र यो दुधलाई मजासँग चलाइ दुधमा टाँसिन डढ्न नदिकन पकाउँछु। यसमा चाहिँ मैले अलिकति छोकडा पनि थपेँ, यो अप्सनल हो। हजुरहरूले अरू नट्सहरू पनि थप्न सक्नुहुन्छ। गुलियोको लागि हजुरहरूले मिश्री पिँधेर राख्नु भयो भने एकदमै राम्रो। अब मैले राखेँ अघि न ओबानै तयार गरेको सुत्केरी औषधि। दुध उम्लिसकेपछि यसलाई पनि हजुरहरूले कतिको बाक्लो पातलो मनपर्छ त्यो अनुसार राखेर मजासँग पकाउने। जब यो औषधि आँखा तर्न सुरु हुन्छ भन्नुको मतलब यो पकाउँदा पकाउँदै चाहिँ यसरी पल्टिन सुरु गर्छ यो फोकाहरू। त्यसपछि मैले चाहिँ यो मिक्सरमा पिँधेको मिश्रीको धुलो राखेँ। सुत्केरी आमाहरूको लागि एकदमै हेल्दी चाहिन्छ नि त, त्यसैले गर्दा चिनीको तुलनामा
मिश्री स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ। यो औषधि पाकेर तयार भइसक्यो। यसलाई चाहिँ हजुरहरूले बनाएको दिनदेखि सेलाइसकेपछि फ्रिजमा राखेर 1 महिनाभित्र खाइसक्नु पर्ने हुन्छ। यसमा पानी भने चाहिँ अलिकति पनि युज हुनु हुँदैन, छिटा पर्यो भने पनि ढुँडी आउँछ फेरि। फाइनल्ली मैले 3 नम्बरको औषधि पनि बनाएर तयार गरिसकेकी छु। थ्याङ्क यू।